साथीहरु नमस्ते, स्वागत छ तपाईहरुलाई केएनके एडभाइसमा। आजको भिडियोमा हामी तपाईहरुलाई बुढा सुब्बा मन्दिरको बारेमा तयार पारिएको भिडियो सामग्री प्रस्तुत गर्दै छौं। त्यसैले यस भिडियोलाई लाइक गरी शेयर पनि गरिदिनु होला। तपाईको एक लाइक र एक शेयरले हामीलाई थप हौसला प्रदान गर्नेछ। आउनुहोस् सुरु गरौं। बुढा सुब्बा एक प्रसिद्ध धार्मिक स्थल हो। यहाँ देश तथा विदेशका विभिन्न स्थानहरूबाट भक्तजनहरू आई पूजा आराधना गर्ने गर्दछन्। किंवदन्ती अनुसार एक दिन बुढा सुब्बा र उनकी बहिनी सुब्बेनीले गुलेली र मट्याङ्ग्राले शिकार गर्दै थिए। एक दिन भुलवश उनीहरूले कागलाई गुलेली हान्दा बाँसको टुप्पोलाई मट्याङ्ग्रोले लाग्यो र बाँसको टुप्पो भाँचिएर गिर्यो। त्यसपछि बाँसको टुप्पो कहिल्यै पलाएन र त्यस स्थानमा कहिले पनि काग आएनन् भन्ने किंवदन्ती रहेको छ। यहाँ अगाडि भएका बाँसहरूमा पहिला आफ्ना प्रेमी प्रेमिका